सर्वप्रथम त म यो सिमेन्ट फ्याक्ट्रीसँग लामो समय नै झन्डै 20 वर्षदेखि यो सिमेन्ट फ्याक्ट्रीको बेचितीको बारेमा म पनि नजिकबाट जानकार छु। यो अहिले जतिजनाले जे कुरा गरे पनि यो चाहिँ राजनीतिकरण नै हो। माथिबाट पठाउने मान्छेहरू जुन माथिबाट पठाइन्छ, एउटा जान पाएको छैन, अर्को पठाउने सरकार चेन्ज हुने बित्तिकै लथालिङ्ग भयो। एउटाले क्रिएटिभिटी एउटा तयार गरिरहेको हुन्छ, एउटा लामो प्रोजेक्ट तयार गरिरहेको हुन्छ भने एउटा चाहिँ लामो यात्रा तय गरिरहेको हुन्छ, यो गर्छु त्यो गर्छु भनेर सबै प्लान बनाइरहेको हुन्छ। अर्को सरकार आएपछि चाहिँ के हुन्छ, अब केपीको सरकार आयो भने प्रचण्डकोलाई किनेरले गरेकोलाई चाहिँ हटाइहाल्नुपर्छ तुरुन्त भन्ने, उता चाहिँ शेरबहादुरको आयो भने उसको चाहिँ किन हुँदैन, यसको हाम्रो चाहिँ कहाँ छ, हाम्रो पार्टीको चाहिँ योगदान गरेको मान्छे कता छ भन्ने। त्यो पनि पार्टीभित्र पनि यस्तो होइन क्या, योग्य र विज्ञ मान्छे आइदिँदा हुन्छ नि। कुन गुटको, फलाने गुटको चाहिँ भइदियो हुन्छ, फलानेले चाहिँ मलाई सपोर्ट गर्छ, मलाई चाहिँ साथ दिन्छ भन्ने खालको आएको कारणले गर्दाखेरि यो चाहिँ के भएको भने सिमेन्ट फ्याक्ट्री डुबेको हो। यसमा चाहिँ सबै दलका नेताहरू जिम्मेवार छन्। नेताहरूले चाहिँ माथिबाट जुन कानुन बनाउने बेलामा, विधि बनाउने बेला विज्ञहरू, यहाँ हामी त कस्तो भने अझै यहाँ यो सिमेन्ट फ्याक्ट्रीभित्र त युनियन भएर पनि भन्दाखेरि पनि सबै झोला चाहिँ बाहिर गेटमा बिसाएर भित्र काम गर्ने खालको स्थिति सिर्जना गर्नुपर्ने हो। तर यहाँ के भयो भने धेरै पटक हामी छलफलमा बस्यौँ, धेरै पटक हामी सिडिओ कार्यालयमा गयौँ, कहिले कहाँ गयौँ, बोलाउनुहुन्छ, अनि कता कता के मिल्छ भने लास्टमा फेरि कुरो चाहिँ यहाँले अर्को अनिको मिलिसक्यो अब हजुर भनेर त्यसरी पनि भएको छ। त्यो भएकोले गर्दाखेरि यहाँका युनियनहरूले पनि डिफेन्स गर्ने होइन, अर्को छ भने त्यसलाई पनि असफल बनाइदिने, यो खालको परिस्थितिले पनि सिमेन्ट उद्योग मलाई चल्न नसकेको जस्तो लाग्छ। किनभने कतिपय क्षमतावान कर्मचारी हुँदाहुँदै पनि उनीहरूको पनि परिस्थिति अर्कै भएको पनि मैले देखाएको छु। त्यो भएकोले गर्दा यसलाई चाहिँ राज्यले मोनिटरिङ अपरेटिङ गर्नुपर्ने। तपाईँहरू त एउटा चाहिँ समितिमा हुनुहुन्छ, यसको कानुन बनाउने निकायमा हुनुहुन्छ, कानुन बनाउँदा यस्तो बनाउनुहोस् कि सबैका झोला चाहिँ उता बाहिर बिसाएर अनि चाहिँ भित्र पस्नु है भन्ने खालको बनाउनु पऱ्यो। विज्ञ मान्छे आउनु पऱ्यो क्या यहाँ। विज्ञ मान्छे आएर तपाईँको यसो हेर्ने भने म यसो हेर्दैछु, कोही चाहिँ हस्पिटल भएर आउने, कोही प्रेसरले हानेको, अनि कोही चाहिँ एउटा फेसबुकमा स्टाटस पनि देख्न नसक्ने मान्छे पठाइदिएको छ। अनि त्यसले के भएको छ यहाँ, कस्तो क्रिएटिभिटी दिन्छ, कसरी चलाउँछ, उसको सृजनशीलता प्रयोग कसरी गर्छ भन्ने कुरा हो क्या। उसलाई त्यो सिमेन्टको बारेमा पनि थाहा हुँदैन। एउटा कर्मचारी हुन्छ आफू गुटको, उसले यो हजुर भनिदिन्छ, यो गर्नुहुन्छ यो हुन्छ हजुर, यो गर्यो भने यति कमिसन आउँछ हजुर, यताबाट हजुर उताबाट हुन्छ, त्यो पनि फेलियर हुन्छ। सिधा उसको आफ्नो कार्यकाल चाहिँ समाप्त हुन्छ। त्यो भएकोले नीति निर्माण तहमा चाहिँ यहाँले के गरिदिनु पऱ्यो भने अपरेटिङ मोनिटरिङ चाहिँ गरिदिनु पऱ्यो। मैले यति नै भने हस्तान्तरण